जेएनजीहरूको परिपक्वता के देखिएन भने उनीहरूले व्यक्तिको अनुहार विरुद्ध लड्या हो कि यो संविधानमा भएको चाहिँ अप्ठ्याराहरूका विरुद्ध जसले चाहिँ हामीलाई सुशासन कुशासनको मार्गमा खडा गर्यो राज्यलाई भनेर लड्या हो। यदि त्यसको विरुद्ध लड्या हो भने त जसले आज यो सिस्टममा भएको जुन पनि अप्ठ्याराहरू छन् कम्प्लिकेसनहरू छन् त्यसलाई हटाउनको निमित्त संविधान संशोधनको निमित्त प्रत्यक्ष कार्यकारिणीको निमित्त पूर्ण समानुपातिको निमित्त जो लडेका छन् नि चाहे त्यो रूप जस्तो सुकै होस् अनुहार जति सुकै होस् उमेर जत्रोसुकै होस् के अरे पार्टी कहिलेदेखि बनाएको होस् त्यो जहिले सुकै होस् तर त्यसको बीचको एकता गरेर चुनाव लडौँ र 2/3 मत ल्याउँ प्रत्यक्ष कार्यकारिणीका पक्षधरहरू एक ठाउँमा बसेर चुनाव लडौँ भनेर आह्वान पो गर्न सक्नुपर्छ। खाली त्यो प्रचण्डको चाहिँ को हो त्यो प्रचण्ड भनेको छ त्यसलाई ठोकिया छ अर्को को हो त्यो जेएनजी भनेको छ त्यसलाई ठोकिया छ अर्को को हो भनेको छ बहस गरौँ न एउटा गोलमेचमा बसेर भने अझै पनि बिग्रिया छैन। अस्ति सेप्टेम्बर 10 मा नबनेको कुरा त्यति बेला जेएनजीले मिस्टेक गरेको कुरा अहिले पनि करेक्सन गर्ने टाइम छ चुनावभन्दा अगाडि। करेक्सन गर्ने टाइम के हो भने एउटा गोलमेच सम्मेलनमा बसौँ। गोलमेच सम्मेलनमा के बस्छौँ भने कोही राजा होलान् कोही प्रदेश खारेज गर्ने होलान् कोही के होलान् के होलान् सबै एक ठाउँ छ। दुईटा एजेन्डामा सहमति गरौँ। अहिले यो देशको संसद पूर्ण समानुपातिक बनाऊ र प्रत्यक्ष कार्यकारिणी मोडलको चुनाव प्रणालीमा लैजाउँ। त्यसको निमित्त संविधान संशोधन गर्नुपर्ने जरुरी छ। यो दुईवटा एजेन्डा मिल्ने जति सबै एक ठाउँ आऊ। प्रधानमन्त्री को हुने बहस होइन नि। अहिले प्रधानमन्त्री नराम्रो भएर बिग्रेको या राम्रो भएर राम्रो हुन्छ होइन, यो देशको सिस्टम बिग्रेर हो। त्यसले गर्दा एउटा गोलमेचमा बसौँ र बहस गरौँ छलफल गरौँ र त्यो छलफल गर्दाखेरि त्यो पक्षधरहरूले एउटा साझा श्वेतपत्र जारी गरौँ समझदारी गरौँ। हामी चुनाव जितेको भोलिपल्ट यो देशको संविधानमा संशोधन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत हामी संसदहरू निर्वाचित गर्छौँ। प्रत्यक्ष कार्यकारिणी चाहिँ प्रणाली मार्फत हामी देशको शासकीय व्यवस्थामा परिवर्तन ल्याउँछौँ त्यो मार्फत सुशासन ल्याउँछौँ भन्ने कुराको साझा सहमति गरौँ र त्यो सहमतिका लागि साझा चुनाव लडौँ। त्यसो भयो भने 2/3 आउँछ। जो यो एजेन्डामा आउँदैनन् ती मान्छे पत्ता साफ हुन्छन् हार्छन् र एकीकरण आउँछ। तपाईले अहिले 50 वटा दल खोलेर प्रत्येक व्यक्तिलाई अब कसैलाई उज्यालो बनायो उज्यालो नेपाल अर्कोलाई अँध्यारो बनायो अँध्यारो क्षेत्र अर्कोले एउटा चाहिँ सिंचाइमा काम गर्यो कृषि प्रधान नेपाल यस्तो कल्पना गरेर यो हावादारी कल्पना गरेर जसलाई म हुँ मैबाट संसार सुरु हुन्छ भने जस्तो अहंकारबाट चाहिँ के पनि परिवर्तन आउँदैन।